आजको मेरो प्रस्तुति रोटरीको परिपेशमा रोटरीको परिप्रेक्ष्यमा केन्द्रित रहेर हुनेछ। यो अत्यन्तै बृहत विषय हो। यो बारेमा साह्रै विवादित इस्युहरूदेखि लिएर एकदम धेरै कुराहरू हुन्छन्। आज मैले चाहिँ म यो रोटरी डिस्ट्रिक्ट 93292 को पिस कमिटीको सब कमिटीको चेयर पनि भएको नाताले मैले पिस के हो, पिसको अवस्था कस्तो हो, कन्फ्लिक्ट रिजोल्युसन के हो, त्यसपछि हाम्रो स्कोप कस्तो छ, यही बारेमा छोटकरीमा यहाँहरूसँग कुरो राख्छु। एउटा कोइन्सिडेन्ट नै भन्नुपर्छ, यो 6औं राष्ट्रिय सम्मेलन भएको रहेछ 2014 को जनवरीमा पोखरामा। त्यति बेला पनि मलाई यही टपिकसम्म बोल्न बोलाइएको थियो। त्यहाँ पोखरा गएर मैले रिसोर्स पर्सनको रूपमा कुरो राखेको थिएँ। त्यति बेला म रोटरीसँग आबद्ध पनि भइसकेका थिइनँ, गेस्टको रूपमा बोलाइएको थियो। आज फेरि यो लगभग 11-12 वर्षपछि यही विषयमा फेरि यसरी डिस्ट्रिक्ट कन्फरेन्समा बोल्ने अवसर पाएँ। त्यसको लागि हाम्रो शेरचन सरलाई विशेष धन्यवाद दिन चाहन्छु। मैले मूलतः रोटरीको पिस, त्यसपछि गएर पिस प्रमोसन हाम्रो डिस्ट्रिक्टमा, त्यसपछि वे फरवर्डकै बारेमा छोटकरीमा कुराहरू राख्नेछु। यो पिस भन्नाले एकदमै फजी कन्सेप्ट छ। पिस कसको लागि कस्तो के चाहिँ हो भने चाहिँ ठ्याक्कै पिस भन्ने हो, त्यस बारेमा एकदमै कन्टेक्चुअल छ। तर पनि एउटा आधारभूत मान्यता चाहिँ के हो भने इन्डिभिजुअलसँग रिलेटेड छ पिस भन्ने कुरा। इन्डिभिजुअलको कग्निटिभ साइकोलोजिकल प्रोसेससँग सम्बन्धित छ। कसैले कुनै कुरालाई, कुनै अब्जेक्टलाई देखिसकेपछि, त्यसलाई भोगिसकेपछि, त्यसलाई प्रोसेसिङ गर्दाखेरि कुन रिलेटिभ स्ट्रेन्थमा उसले रिस्कको रूपमा लिन्छ, त्यसैको आधारमा पिसलाई मान्छेले डिफाइन गर्छ। त्यसकारणले यो इन्टायरली इन्डिभिजुअल व्यक्तिसँग सम्बन्धित मान्यता हो। दोस्रो व्यक्तिले कस्तो अवस्थामा उसलाई सिक्योर फिल गर्छ अथवा इन्सिक्योर फिल गर्छ त्यो पनि हाइली कन्टेक्चुअल हुन्छ। फेरि त्यो कन्टेक्स्टले परिभाषित गर्छ। अफगानिस्तानमा बसेको मान्छेलाई अफगानिस्तानमा पिसै लागिरहेको हुन्छ भने त्यो चाहिँ लन्डनमा बसेकोलाई अफगानिस्तान एकदम इन्सेक्योर छ भनेर बुझिदिन्छ। त्यस कारणले यो हाइली कन्टेक्चुअल हो, साइकोलोजिकल हो, पोलिटिकल हो। र यसपछि चाहिँ अर्को महत्त्वपूर्ण पाटो चाहिँ पिसको हामीले कुरा गर्दाखेरि लाइभलीहुड सेक्युरिटी चाहिँ सँगै जोडिएर आएको हुन्छ। जीविकोपार्जनको यदि सुरक्षा छैन भनेदेखि त्यो अरू तरिकाले शान्त, सबै थोक शान्त भए पनि त्यो मान्छेमा पिस हुँदैन। त्यस कारणले जीविकोपार्जनको सुविधा पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। अब यी सबै कुराहरूलाई समग्रमा समाजमा हेर्दाखेरि हामीले कसरी राख्छौँ भन्दाखेरि दुईटा स्ट्रिमबाट पिसलाई अहिले इन्टरप्रेट गरिराखिएको छ। एउटा चाहिँ स्पिरिचुअल टाइपको, अलिकति साइकोलोजिकल टाइपको, यो ट्रङ्क्युलिटी, ब्यालेन्स, यो खालको बाहिरका अवस्था जेसुकै भए पनि मनोवैज्ञानिक रूपले आफू स्टेबल भइयो भनेदेखि शान्ति हुन्छ भन्ने मान्यता एउटा स्कुल अफ थटले राख्छ। र त्यो एकदम व्यापक छ। त्यसमा चाहिँ योगीहरू, सन्तहरू, भिक्षुहरू अथवा अरू पनि एकदम अहिंसात्मक आन्दोलनमा लागेकाहरूले अभ्यास गर्ने स्ट्रिममा एउटा स्कुल अफ थट छ। अर्को चाहिँ छ बाहिरी वातावरणको पिसलाई बढी फोकस गर्ने, यो दैनिक जीवनमा आइपरेका आफ्ना कुराहरू त छँदैछन्, त्योभन्दा बाहेक चाहिँ बाहिर शान्त भइदियो भने हुन्छ भन्ने। त्यसले चाहिँ कस्तो गर्छ भने स्टेट अफ पिसफुल हार्मोनियस कोएक्जिस्टेन्स अफ सोसाइटी एन्ड नेसन। मूलतः त्यसले समाजमा चाहिँ मिलेर बस्नुपर्छ, कोएक्जिस्ट चाहिन्छ भन्ने मान्यतालाई आत्मसात गर्छ। यो बारेमा साह्रै डिटेलमा जानलाई अहिले टाइम भएन। अत्यन्तै हामी यो कन्फ्लिक्ट पिस पढाउनेहरूलाई चाहिँ साह्रै इन्ट्रेस्टेड डिबेट हुन्छ यो।
अब दोस्रो मलाई यहाँ दिएको टपिक्समा चाहिँ कन्फ्लिक्ट प्रिभेन्सन पनि भनेको थियो। अब हामीले बारम्बार समाजमा के सुन्छौँ भने कन्फ्लिक्ट म्यानेजमेन्ट, कन्फ्लिक्ट रिजोल्युसन, कन्फ्लिक्ट प्रिभेन्सन भनेर यसरी सिमिल्टेनियसली वर्डहरू चलाइराखिएको छ, तर यथार्थमा तिनीहरू फरक छन्। कन्फ्लिक्ट प्रिभेन्सन, कन्फ्लिक्ट रिजोल्युसन, कन्फ्लिक्ट म्यानेजमेन्ट भन्ने टर्मिनोलोजीहरू आफैमा तिनले छुट्टै मिनिङ क्यारी गर्छ। कन्फ्लिक्ट प्रिभेन्सनले बेसिकल्ली के गर्छ भने यसमा चाहिँ त्यस्ता रणनीतिहरू, गतिविधिहरू, क्रियाकलापहरूको समग्रता हो जसले चाहिँ कन्फ्लिक्टलाई चाहिँ रोकेर पिसलाई चाहिँ प्रवर्धन गर्न मद्दत गर्छ। त्यस्ता गतिविधिहरू के हुन्छ भन्दा हाम्रो रोटरी क्लबहरूमा जे हामीले सर्भिस प्रोजेक्ट गरिएको छ ती सबै पिसका प्रोजेक्टहरू हुन्। तिनीहरू सबैको योगदान नै के हुन्छ भने कन्फ्लिक्ट प्रिभेन्ट गर्ने, पिस प्रमोट गर्ने हुन्छ। आज बिहानको वुमेन्स लिडरसिपको सेसनमा चाहिँ वुमेन्स एजुकेसन इज वुमेन्स इम्पावरमेन्ट भनेको थियो। अल्टिमेटली त्यो भनेको पिस इम्पावरमेन्ट पनि हो, सोसाइटियल इम्पावरमेन्ट पनि हो। वुमेनको इम्पावरमेन्ट हुनु भनेको सोसाइटीमा पिस इस्टाब्लिस हुनु हो। त्यस कारणले यो पिसको अलिक बृहत्तर छ दायरा। यहाँ चाहिँ अहिले हामीले भन्दाखेरि कन्फ्लिक्ट प्रिभेन्सन गरियो भने पिस हुन्छ र रोटरीका गतिविधिहरू चाहिँ कन्फ्लिक्ट प्रिभेन्सनसँग सम्बन्धित छन्। जति पनि हामीले गर्छौँ अपवादलाई छाडेर सबैजसो गतिविधिहरूले चाहिँ पिसलाई प्रमोट गरिराखेको हुन्छ भन्ने एउटा मान्यता मैले यहाँहरूसँग सेयर गरेँ। त्यस्तै गरेर अर्को एउटा महत्त्वपूर्ण चाहिँ यो मल्टिफेसेड हुन्छ। यो पिसलाई एउटै तरिकाले मात्रै ध्यानमा बसेर मात्रै पनि सधैँभरि साध्य हुँदैन। सधैँभरि एउटै रणनीति लिएर मात्र पिस बन्द रहन्छ भन्ने खालको मान्यता एकदम व्यापक छ। अलिकति अब पिसको इन्स्टेबिलिटीका फ्याक्टरहरू के हुन् भन्ने बारेमा म यहाँहरूसँग आउँछु। त्योभन्दा पहिला यो रोटरी भनेको चाहिँ संसारमा पहिलो विश्वयुद्धपछि संसारमा पिस प्रवर्धन गर्ने पहिल्यै संस्थाको रूपमा स्थापित रहेछ। हामीले यो जिएमएलमा मलाई हाम्रो साथीले गौतमजीले यो लेख्नुहोस् भनेपछि मैले अलिकति अनुसन्धान गरेर हेरेको थिएँ। त्यसमा कस्तो देखियो भने युएन सिस्टम अपरेट गराउनलाई क्रिएट गराउने भूमिकादेखि लिएर युनेस्को इस्टाब्लिस गर्ने काममा समेत यो रोटरीले योगदान गरेको रहेछ। त्यसको अलावा धेरै रोटरी सेन्टरहरू राखेर 7वटा 8वटा रोटरी सेन्टरहरू राखेर अहिले पनि संसारभरि ह्युमन रिसोर्स ट्रेन गरिराखेको छ। त्यो काम पनि रोटरीले गरिराखेको। रोटरीका पिस स्कलरहरू संसारभरि 13-14 भन्दा बढी चाहिँ 1700 भन्दा बढी चाहिँ स्कलरहरू अहिले संसारभरि पिसमा काम गर्ने रहेछन्। यस अर्थमा हाम्रो डिस्ट्रिक्टको तुलनामा चाहिँ रोटरी इन्टरनेसनलले चाहिँ धेरै व्यापक रूपमा आत्मसात गरेर रहेछ। हाम्रो डिस्ट्रिक्टमा चाहिँ अलिक कमी देखिया छ त्यसको। अहिले हामीले रोटरीमा पिसलाई एउटा मेन स्ट्रिमिङ मूल प्राधिकरणमा लैजानु पर्यो भन्ने बारेमा चाहिँ बारम्बार छलफल पनि गरिरहेका छौँ र 2-4वटा महत्त्वपूर्ण कामहरू गर्न सक्यो भनेदेखि अलि लङ लास्टिङ इफेक्ट हुन सक्छ भनेर पनि प्लानहरू गरिरहेका थियौँ। त्यो मध्येको एउटा हाम्रो राजेन्द्र सर ठ्याक्कै आइ पनि पुग्नु भएको छ। गभर्नर साहब सुनाउनै पर्ने पनि थियो बेलैमा। यो लुम्बिनीमा पहिला पियाजी सायद यो डिस्ट्रिक्ट गभर्नर भएको बेला रविन्द्र मिश्रजी पर्यटन मन्त्री हुँदाखेरि लुम्बिनीमा चाहिँ लुम्बिनीलाई पिस पार्क बनाउने भनेर एउटा अन्डरस्ट्यान्डिङ गरेर रोटरी क्लबलाई दिएको रहेछ त्यो पिस पार्क बनाउनको लागि। तर त्यसपछि त्यो पिस पार्क बनाउनलाई यहाँ हाम्रो डिस्ट्रिक्टबाट त्यहाँ लुम्बिनीको क्लब कुन चाहिँ 3 नम्बर के भन्ने क्लबमा गयो अरे। अनि त्यसपछि गार्डन बनाउने भनेर उनीहरूले चिठी ल्यायो अरे, अलपत्र भएर हराइरहेको रहेछ। यदि हामीले लुम्बिनीमा त्यो पिस पार्क बनाउन सकियो भने, त्यो पिस गार्डन बनाउन सकियो भने रणनीतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण योगदान पुग्नेछ त्यसको। तर राजेन्द्र सर त्यसमा खोजीमा लागिराख्नु भएको छ, म पनि लागिरहेको छु। सायद अब केही सोल्युसन निस्केला, सरकै पालामा निस्किने हो कि भर्खरै उहाँ हाम्रो नयाँ गभर्नरको पालोमा पुग्ने हो। तर त्यो एउटा अत्यन्तै गर्नुपर्ने काम रहेछ। मैले सबै यहाँका यो डिस्ट्रिक्टका सिनियरहरू पिडिजीहरूलाई यो कुरो सुनाइराखेको चाहिँ यहाँहरू सबैको ध्यान जाओस् भनेर पनि हो।
मैले बारम्बार हाइलाइट गरेको भनिराखेको थियो भने जति पनि हाम्रा डिस्ट्रिक्टका सर्भिस प्रोजेक्टहरू छन् ती सबैले पिसलाई योगदान दिएका छन्। त्यसकारण तर हामीले एउटा गर्न नसकेको हामीले भनेको खास गरी जिल्लाको नेतृत्व जिल्ला भन्न पाइँदो रहन्छ डिस्ट्रिक्टको नेतृत्वले नगरेर के भने यसलाई यसको इम्प्याक्ट हेर्ने गरी चाहिँ यसलाई इन्टिग्रेटेड गरेर एउटा इम्प्याक्ट हेर्ने काम चाहिँ अत्यन्त आवश्यक छ। यति ठुला प्रोजेक्टहरू यति धेरै सङ्ख्यामा प्रोजेक्टहरू गरेका छ यिनीहरूको इम्प्याक्ट पिसमा के छ जेन्डरमा के छ वुमेन्स इम्पावरमेन्टमा के छ अथवा इन्क्लुजनमा के छ बिहान त्यति राम्रो यो इन्क्लुजनको बारेमा प्रस्तुति गर्नुभयो तीमा के भइरहेको छ त हामीले काम चाहिँ गर्ने रहेछ यो रोटरीले तर यसको इम्प्याक्ट डकुमेन्टेसन गरेर इभिडेन्स जेनेरेट नगर्ने रहेछ। त्यसले गर्दाखेरि अहिले यो भोलि चाहिँ प्रधानमन्त्रीजीले बोलाएर हाम्रो गभर्नरलाई ल देखाउनुहोस् त इम्प्याक्ट तपाईँको कहाँ के पर्यो त यत्र प्रोजेक्टको भन्दाखेरि यहाँ यसमा पर्यो वुमेनमा यसमा पर्यो पिसमा भनेर सर र देखाउन पाए पो भोलि सजिलो हुन्छ। त्यसमा चाहिँ कता कता अल्मलिनु पर्यो भन्ने त गाह्रो हुन्छ। त्यस कारणले हामीले यो एउटा डकुमेन्टेसन र एनालिसिस गर्ने कामलाई पनि अलि कोर कामकै रूपमा डेभलप गर्न पाएदेखि राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ। अब मैले हाम्रा गतिविधिहरू क्विकली के गर्यो यो पिसमा भन्ने बारेमा खालि यसो यो फिगरेटिभ हो मात्रै देखाएको हो यसको अर्को त्यत्रो ठुलो सिग्निफिकेन्स त केही छैन। तर इभेन्टहरू गतिविधिहरू पिसको क्षेत्रमा गरिरहेको छ भन्ने भयो। अब मलाई एउटा सबैभन्दा चिन्ता लागेको अहिले हामीले रोटरीले नै सक्छ कि सक्दैन संसारले थाम्न सक्छ कि सक्दैन भन्ने लेभलको चिन्ताको विषय चाहिँ हिजो बेलुकाको क्रिप्टो करेन्सीको प्रस्तुतिदेखि लिएर आज बिहानदेखिका सबै प्रस्तुतिमा आएको एउटा साझा के छ भने वर्ल्डको अर्डर अहिले एकदमै चेन्ज भयो। ग्लोबल वर्ल्ड अर्डर चेन्ज भयो पावर रिलेसनमा चेन्ज आयो भइराखेका इस्टाब्लिस प्याटर्नका इन्स्टिट्युसनहरू चाहिँ कमजोर हुँदै गइराखेका छन् नयाँ इन्स्टिट्युसनहरू आइराखेका छन् सबै इन्सेक्युरिटी नै इन्सेक्युरिटीको क्षेत्रमा गइराखेको छ। तपाईँले हेर्नुहुन्छ भने अहिले रक्षाको बजेट मिलिट्रीको बजेट सेक्युरिटीको बजेट वात्तै बढेर गएको छ वर्षको 6% बजेटहरू बढेर गइरहेको छ। त्यसको परिणाम के भयो त भन्दाखेरि यतापट्टि जीविकोपार्जनमा हेल्थमा एजुकेसनमा लाइभलीहुडमा चाहिँ त्यसको नेगेटिभ इम्प्याक्ट पर्दैछ। त्यसले गर्दाखेरि भोलि वर्ल्डमै गएर चाहिँ एक किसिमको इन्स्टेबिलिटी बढ्ने सम्भावना देखिन्छ। एउटा त्यो दुःखको कुरो छ। यो बजेट एक्सपेन्डिचर हेर्नुहोस् त 2.46 ट्रिलियन चाहिँ 2.44बाट 2.46 ट्रिलियनमा यसरी एक वर्षमा जम्प गरिरहेको छ बजेट। इस्टाब्लिस भएका युरोपियन युनियन जस्ता इस्टाब्लिस्ड इन्स्टिट्युसनहरू एकदम विक भएर गइरहेका छन्। पहिलेका इस्टाब्लिस इन्स्टिट्युसनहरूमा आसियान र अफ्रिकन युनियन बाहेक अरू प्राय इन्स्टिट्युसनहरू एकदम कमजोर भएर गइरहेका छन्। नयाँ इन्स्टिट्युसनहरू क्वाडहरू जुन मिलिट्री एलायन्सहरूका नयाँ एलायन्सहरू आइरहेका छन्। नेटोको एलायन्समा अहिले चाहिँ च्यालेन्ज भइराखेको छ। यो सबै कारणले गर्दाखेरि भोलि गएर संसारले थाम्न नसक्ने खालको इन्सेक्युरिटी पो सृजना हुने हो कि धेरै जसो शक्तिशाली देशहरू अहिले तपाईँले हेर्नुभयो भने के देखिन्छ भने उनीहरू आफैतिर फर्किरहेका छन् आफ्नै कन्ट्री फोकस गरिरहेका छन् देशलाई मात्रै सबल बनाउने भनिरहेका छन् अन्तर्राष्ट्रिय कमिटमेन्टहरूबाट हटिरहेका छन्। बिहान भुट्ने यो उसलाई यो डब्लुएचओकोलाई एकदम राम्रो प्रश्न सोध्नु भएको थियो हाम्रो एकजना डाक्टर साहबले त्यो के हुन्छ त भने वास्तवमा उहाँहरूले त्यो भन्न मिलेन भन्नु भएन अनेस्ट हो। तर एकदम ठुलो क्राइसिस हेल्थको सेक्टरमा ठुलो क्राइसिस इन्भाइरोमेन्टको सेक्टरमा ठुलो क्लाइमेटको सेक्टरमा ठुलो क्राइसिस आइराखेको छ। तपाईँको अब भोलि गएर युएनको फङ्सनिङमा अपरेसनमा ठुलो सिस्टम आउँछ। ग्लोबल गभर्नेन्सबाट कन्फ्लिक्ट हुँदाखेरि म्यानेज गर्ने खालका इन्स्टिट्युसनहरूलाई चाहिँ असर गरिरहेछ। यो एउटा हाम्रो लागि चाहिँ चिन्तनको विषय भएको छ। यस्तो खालको रोटरी इन्टरनेसनल जस्तो यो संस्थालाई मैले 3-4 वर्ष लाएर बुझ्दैछु अझै सबै बुझिसकेको छैन। तर यति आदर्श खालको संस्था रोटरी इन्टरनेसनलका यसका मान्यताहरू यसको काम गर्ने शैली यसले गरेका तरिकाहरू देख्दाखेरि यति आदर्श संस्थाहरूले यो त्यत्रो ठुलो जटिल परिवेश विगतको परिवेशमा पिस स्थापना गर्दै ल्याएको अहिले आएर चाहिँ एक किसिमले ग्लोबल क्राइसिसमा पर्ने अवस्था छ। र हामी भनेका साना देशहरूले पनि हाम्रो आफ्नो
आगामी कोपिङ स्ट्राटेजी बनाउनु भयो भने अहिलेकै ढङ्गले अहिलेकै शैलीले अहिलेकै शासन शैलीको तरिकाले अब गयो भनेदेखि हामीलाई यो चुनौती सामना गर्न बहुत गाह्रो पर्नेछ। त्यो चाहिँ मेरो यो स्ट्राटेजिक स्टडिजको म विद्यार्थी हुँ, म पढाउँछु यो विषयमा। यस मेरो गहिरो अध्ययनको आधार मेरो कन्क्लुजन के हो भने आगामी वर्ष र त्योभन्दा अरू आउने 2-4 वर्षहरू यो पिसको दृष्टिकोणबाट शान्तिको दृष्टिकोणबाट निकै जटिल छन्, जटिल हुँदै गइरहेका छन्। सकिहाल्ने सर, जितेन सर मेरो मुख हेर्न थाल्नु भएको छ, टाइम त सकिसकेको छैन होला। यो 4वटा बुँदा म क्विकली राखेर म सकिहाल्छु। एउटा यो कम्युनिटी प्रोजेक्टमा चाहिँ पिसलाई जोड्ने कुरामा कामहरू एकदम भइरहेको छ। हामीले गभर्नर साहबलाई हाम्रो कमिटीको मिटिङहरूमा बोलाएर पनि छलफल गरिरहेका छौँ। जे जति पनि डिस्ट्रिक्टका सर्भिस रिलेटेड कामहरू हुन्छन् तिनीहरूलाई पिस र वुमेन्स इम्पावरमेन्ट जस्ता इन्डिकेटरहरूबाट पनि हेर्ने गरी इन्कर्पोरेट गरियो भनेदेखि भोलि हाम्रो कामको इन्टिग्रेटेड इफेक्ट देखिन्छ। त्यस कारणले यो एउटा महत्त्वपूर्ण पाटो छ, यसमा इङ्गेज हुनुपर्ने। अर्को छ स्टुडेन्ट र युथलाई हामीले यो पिसमा रिओरिएन्ट नगरिकन अब हुँदैन। अहिले चाहिँ समाज यस्तो नकारात्मक भएर गएको छ, सकारात्मक कुराहरू सुनि नै छाडिएको छ। एउटाले अर्कोको आलोचना र सधैँभरि नकारात्मक गएको कुरालाई करेक्सनमा ल्याउनलाई कोर्स करेक्सनको एउटै मात्रै मिड टु लङ टर्म स्ट्राटेजिक इन्टरभेन्सन भनेको त्यसमा चाहिँ युथहरूमा स्टुडेन्टहरूमा स्कुल लेभलको पिस एजुकेसनबाटै हामी इङ्गेज हुनुपर्ने आवश्यकता छ। त्यसमा चाहिँ हाम्रो गभर्नर साहबको बारम्बारको इम्फेसिस पनि थियो मलाई, जहिले लौ न यो स्कुलमा जाउँ गरौँ भनिराख्नुहुन्छ। योलाई अब आउने विनोदजीले पनि पक्कै ध्यान दिनुहुन्छ होला, विनोदजी त्यता हुनुहुन्छ कि हुनुहुन्न, यो त्यतिकै महत्त्वपूर्ण छ। अर्को चाहिँ यो नेसनल र इन्टरनेसनल इम्पोर्टेन्सका इभेन्टहरू चाहिँ गर्नै पर्छ। हामीले मलाई लाग्छ हाम्रो डिस्ट्रिक्टले एकपटक चाहिँ अत्यन्तै ठुलो विश्वका यो पिस नोबेल पिस लरेटहरू सहित ल्याएर यहाँ एउटा ठुलो इन्टरनेसनल कन्फरेन्स चाहिँ गर्न सक्ने हो भनेदेखि संसारलाई हाम्रो अर्को मेसेज दिन्थ्यो। नेपाल बुद्धको देश हो, बुद्ध जन्मेको शान्ति भूमि हो, नेपाल सगरमाथाको देश हो, नेपाल शान्तिकामी देश हो भन्ने मेसेजै संसारभरि दिन पनि अहिले हामी संसारको सबैभन्दा धेरै पिस किपिङ अपरेसनमा सबैभन्दा धेरै ठुलो सेना पठाउने देश हामी हौँ। हाम्रो त्यो लेभलको कन्ट्रिब्युसन छ युएन सिस्टमभित्र पनि। भनेपछि यी कुराहरूलाई क्याच गर्न पनि हामीलाई एउटा यस्तो खालको ठुलो गतिविधि गर्नु आवश्यक छ भन्ने मलाई लाग्छ। आगामी नेतृत्वले यो बारेमा पक्कै ध्यान देला। त्यसपछि गएर डकुमेन्टेसन र एनालिसिस यो रोटरीमा नपुगेको सबैभन्दा नपुगेको र सबैभन्दा गर्नुपर्ने यो डकुमेन्टेसन र एनालिसिस हो, त्यो पनि हुँदै जाला। होस्, थ्याङ्क यू। यदि केही प्रश्नहरू रह्यो भने म पछि सम्बोधन गर्ने नै छु।